ग्यास्ट्रिकलाई घरमै जङ्गली जडीबुटी खाएपछिको नतिजा। यो सूर्यको तेज, आकाशमण्डल, हावाको सरसराहट अनि यो सबै पाउने बोट अनि जङ्गल अनि जडीबुटी सबै हाम्रो लागि चाहिँ हिलिङको काम गर्नको लागि हाम्रो क्रिएटरले बनाइदिनु भएको हो। उहाँ आस्याङको चाहिँ ग्यास्ट्रिक बिग्रेर पनि अल्सर भएको अनि उहाँले चाहिँ हाम्रो वन जङ्गलमा पाउने जडीबुटी प्रयोग गर्नुभएको थियो यो अनि यो कसरी युज गर्नुभयो के गर्नुहुन्छ त्यो कुरा चाहिँ हामी उहाँसँग। नमस्ते आस्याङ। नमस्कार। हजुरको नाम के होला? मेरो सोमबहादुर हो। ए अनि यो तपाईँको अगाडि भएको छ नि यो जुन जडीबुटी त्यो जडीबुटीको नाम के हो? सिल्डिङ भन्छ। ए सिल्डिङ भन्छ। अनि हामीले चाहिँ अलिक गुगल जेमिनी पनि गरेको थियो अनि यसको नाम चाहिँ नेपाली भाषामा चाहिँ के दिएको थियो भने डालेचुक भनेर दिएको थियो। अनि यो तपाईँले के को लागि खानु भएको होला? यो अल्सर क्यान्सरहरू निको हुन्छ भनेर मैले खाएको। अनि ग्यास्ट्रिक भएको होइन पहिला तपाईँलाई? पहिला ग्यास्ट्रिक भएर पुरा अल्सर भएको त्यसले फेरि अलिक कम ठ्याक्क भयो अनि त्यहाँबाट यो युज गरेको अलि बढ्यो भने फेरि यो उसिनै खाने झोल खाने अहिले त सन्चो भएर छ। अनि तपाईँले यो झोल पनि बनाउनु भएको रहेछ होइन? यो उसिने नै पानी चाहिँ खाने उसिनेर पानी चाहिँ खानुपर्छ। अनि यो छ नि तपाईँले जसरी बनाउनु भएको छ नि पानीसँगै हालेर बनाउनुहुन्छ अनि उमाल्नुहुन्छ हो? पुरा उसिन्नुपर्छ पुरा पानी चाहिँ झोलेर खाने। अनि हामीले अघि सर्च गरेर हेर्दाखेरि पनि यसको हर्बल टी अनि तेलहरू पनि बनाइन्छ भनेको थियो तर नेपालमा कतिको यो चाहिँ कतिको नेपाली हर्बल उत्पादन गर्ने कम्पनीहरूले कतिको यसलाई देखेको छ कतिको यसलाई चिनाएर कतिको यसको युज गरेको छ त्यो त थाहा छैन तर यो चाहिँ एकदम उपयोगी जडीबुटी रहेछ मलाई पनि थाहा थिएन अनि त्यही भएर एक गिलास खाँदा मैले पहिला चाहिँ यो एक दिनमा यो सिद्धिन्छ अहिले चाहिँ एक गिलास बिहान दिउँसो एक गिलास 3 गिलास खान्छ 3 टाइम खाँदा चाहिँ। तपाईँले यो कुनै कसैले हुन्छ नि अब यो आयुर्वेद चिकित्साले भनेर यति खानुपर्छ भनेर खानुभयो कि आफ्नै बुझ्न तर भन्नुभयो राति खानु हुँदैन भन्नुभयो किन होला? राति खाएपछि त अलि आफू निदाएको हुन्छ पिसो फेर्नु पाएन त्यहाँबाट त्यसले असर गर्छ भनेको। अनि यो खाँदाखेरि चाहिँ धेरै पिसाब जान्छ मतलब पिसाब जानु खुल्ला हुन्छ सफा हुने भएको भएर जग्गा पनि पुरा सफा हुन्छ। आस्याङ तपाईँलाई धेरै धेरै धन्यवाद मेरो यो कन्टेन्टमा चाहिँ तपाईँले जसरी मैले वेलनेसको कन्टेन्ट बनाउँदै थिएँ हबको बारेमा अनि मलाई यो जानकारी दिनुभयो त्यसको लागि धन्यवाद। तपाईँलाई अरू केही भन्नु छ कि? यति नै हो। हस् हुन्छ धन्यवाद नमस्ते।